हेलो साथीहरू है त म पढ्दै गरेको जिरोसिया सेनमन गएको है यो गएकोमा चाहिँ एप्लाई गर्नको लागि जेएलपिटी के कति चाहिन्छ भनेर पनि धेरैजना साथीहरूले कमेन्ट गरिराख्नु भएको थियो। सो यो विषयमा पनि एउटा छोटो जानकारी दिन्छु है त। यो गएकोमा त्यस्तो एप्लाई गर्नको लागि है त्यस्तो जेएलपिटीहरू खासै चाहिँदैन। तपाईँहरूले अब नर्मल्ली है जापानिज भाषा बोल्न सके हुन्छ। नर्मल्ली अब कन्भर्सेसन जुन हुन्छ नि है त्यो गर्न सके हुन्छ। तर अर्को कुरो के हो भन्दा यदि तपाईँहरूसँग जेएलपिटी N3 छ भने त्यसमा चाहिँ तपाईँहरूलाई 30,000 जति डिस्काउन्ट हुन्छ है। अनि अर्को यदि तपाईँसँग जेएलपिटी N2 छ भने N2 भएको विद्यार्थीहरूको लागि चाहिँ 70,000 रुपियाँ डिस्काउन्ट हुन्छ है त। सो डिस्काउन्टहरू चाहिँ एकदमै राम्रो छ यो गएकोमा चाहिँ यदि तपाईँहरूसँग जेएलपिटी N3 र N2 छ भने। नभए त त्यस्तै अब खासै एप्लाई गर्नको लागि चाहिँ त्यस्तो जेएलपिटीहरू त्यस्तो यताउता खासै चाहिँदैन है त। तर जब यो सिकेन हुन्छ इक्जाम हुँदाखेरि चाहिँ जेएलपिटी N3 N4 लेभलसम्मको चाहिँ इक्जाम चाहिँ लिन्छ है त यो इन्टरभ्यूको पालीमा। ओके, थ्याङ्क यू।